नमस्कार श्रद्धालु दर्शकबिन्दहरू, स्वागत छ तपाईलाई रहस्य टाइममा, जहाँ हामी खोल्दैछौँ रहस्यमय तन्त्र मन्त्र, आध्यात्मिक शक्तिहरू र पुरातन ज्ञानका ढोकाहरू। यदि तपाईले अझै पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र यो भिडियो धेरैभन्दा धेरै साथीहरू, परिवारमा सेयर गरेर हामीलाई सहयोग गर्नुहोला। आजको यो विशेष एपिसोडमा हामी तपाईलाई सुनाउन गइरहेका छौं एक यस्तो मन्त्र जुन श्रीमती पार्वतीलाई समर्पित छ। श्रीमती उनैको हुन् शिवको, शक्तिकी अधिदात्री, माया र प्रेमकी स्रोत पार्वती देवीलाई प्रसन्न पार्न यो मन्त्र अत्यन्त प्रभावकारी मानिन्छ। ओम ह्रीम क्लीम पार्वत्याय नमः। यो मन्त्र बिहान 5 देखि 7 बजे बीचमा शुद्ध वस्त्र लगाएर जप गर्नुहोस्। आफ्नो अगाडि पार्वतीको फोटो वा मूर्ति राख्नुहोस्। दीप प्रज्वलन गरी 108 पटक मन्त्र जप गर्नुहोस्। बिहान उठेर नुहाएर शुद्ध भई पूजा स्थानमा बस्नुहोस्। देवीलाई सेतो वा रातो पुष्प अर्पण गरी चन्दन, अक्षता, धूप, दीप चढाएर मन्त्र जपपछि पार्वती मातासँग मनोकामना व्यक्त गर्नुहोस्। यो मन्त्र प्रेम, विवाह, सम्बन्ध सुधार र मानसिक शान्तिका लागि प्रभावकारी मानिन्छ। यदि तपाईको विवाहमा केही खटपटी छ, विवाह भइरहेको छैन, प्रेम सम्बन्धमा झै झगडा भइरहेको छ, मानसिक शान्तिको लागि, आफ्नो वैवाहिक जीवन राम्रो बनाउनका लागि पार्वती माताको यो मन्त्र प्रयोग गरिन्छ। पार्वती माताको कृपा प्राप्त भएमा जीवनमा सकारात्मक ऊर्जा, प्रेम र सन्तुलन कायम रहन्छ। यदि तपाईलाई हाम्रो यो आध्यात्मिक जानकारी उपयोगी लाग्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। बेल आइकन पनि थिच्नुहोस् ताकि यस्ता रहस्यमय मन्त्रहरू तपाईले सधैँ पाउनुहुनेछ। अब 10 मिनेटको लागि हजुर सिधा भएर उभिनुहोस् र मनमा नै मैले दिएको यो मन्त्रलाई जप्न सुरु गर्नुहोस्। ल, मन्त्र जप सुरु गरौँ अब।